So hello everyone, welcome back to my Russian channel. अनि मेरो नाम चाहिँ रोजी हो, उसको नाम चाहिँ अनु। ऊ चाहिँ मेरो रुममेट प्लस मेरो साथी डिग्री दोस्त हो। As you all know, जसले मेरो ब्लग हेर्नुहुन्छ उसलाई सबैजनालाई याद छ हैन। घरिघरि त्यस्तो भन्छ होला तपाईले यो ब्लगर चाहिँ के भएको घरि हिन्दीमा बनाउँछ, घरि नेपालीमा बनाउँछ। किनभने चाहिँ मलाई यस्तो मेरो साथीहरु चाहिँ एकदम अदर स्टेटको छ नि त, सो बुझ्दैन नि त। त्यही भएर अनि तपाईहरुले आज स्पेशलको बर्थडे चाहिँ स्पेशलको ब्लग चाहिँ कसको लागि बनाउने छु भने चाहिँ यो देख्नुहुँदैछ, यो चाहिँ नि स्पेशल मान्छेले गिफ्ट गरेको यो चाहिँ मेरो हैन। यो चाहिँ म अफिन पुरा किन्नु मन थियो नि त। सबैजनाले भन्दै मेरो ब्लग हल्ला रायो भने अनि मलाई पुरा किन्नु मन थियो। अनि मैले उसलाई भनेको थिएँ मलाई कस्तो किन्नु मन छ भन्थ्यो होइन। उसले चाहिँ म आज सरप्राइजमा त उसले यो दियो, यो र थुप्रै दिएको छ। यति साह्रो खुसी लाग्यो कि यति साह्रो खुसी लाग्यो होइन। अन्त दुईजनाको लागि कुरा होइन। हाम्रो चाहिँ स्वर दुईजनाको सानो छ नि त, अनि त्यो भएर यसले चाहिँ अलिकति बेसी चिने रहेछ, ल्याउँदो रहेछ है। अलिकति पनि केले दिँदो रहेछ होइन। अन्त तपाईँलाई म के भन्न चाहन्छु भने चाहिँ थ्याङ्क यू अल मेरो प्यारो साथीहरू, कविता, प्रिन्सेस, सन्जना, एनिला, सुमनलाई होइन। अनि उनीहरू आइदिनु भयो मेरो बर्थडेमा। अनि बिचार यति राति पनि आइदिएर यति टाढो जानुभयो होइन। थ्याङ्क यू सो मच मेरो प्यारो साथीहरू। अनि स्पेसल थ्याङ्क यू माई छिरी होइन, जसले यति साह्रो मिहिनेत गरेर मेरो लागि एउटा डायरी चाहिँ लेखेको रहेछ होइन। थ्याङ्क यू सो मच छिरिङ होइन, म तिमीलाई यति साह्रो माया गर्नेछु, यति याद गर्नेछु होइन फर्दर गएर पनि। अनि मेरो सबै भाइ बहिनी भाइ बहिनी होइन, मेरो बहिनी दुईजना छङ्गा सेरप होइन, उनीहरू चाहिँ मलाई धेरै बेस्ट विसको लागि थ्याङ्क यू होइन। अन्त स्पेसली थ्याङ्क यू सो मच अनु होइन, अलवेज मेरो साइड बाई साइड रहिदिएकोमा, अप्स एन्ड डाउन्समा। वेलकम यसमा। अनि थ्याङ्क यू सो मच मेरो प्यारो साथी अनुलाई। अनि तपाईँ के भन्न चाहनुहुन्छ अनु? म चाहिँ के भन्छु भन्दाखेरि अब अहिलेको लागि होइन होइन, तर अब म चाहिँ अब दिस लास्ट इयर होइन, एज यु अल नो टाइम चाहिँ यति भएको छ 1:57 हो। अनि एज यु अल नो दिस इज आवर लास्ट इयर होइन। अनि म एकदमै मलाई रोजको हुन्छ नि भिडियोमा भन्नु पर्यो, अब रोजको मलाई एकदम माया लागिराखेको छ होइन। अनि किन भन्दा दिस इज द लास्ट अब टाइम, मेबी दिस इज द लास्ट टाइम होइन। अनि म चाहिँ उसँग उसको बर्थडे सेलिब्रेट गर्नु पाइराखेको छु होइन। अनि नेक्स्ट इयर चाहिँ अब हामी कलेज सकिँदैछ नि त दिस इयर। अनि सो त्यही भएर अनि नेक्स्ट इयर पनि अब इफ हामी साथ भएन भने चाहिँ म तपाईँलाई मेसेज दिन चाहन्छु, आई लभ यु सो मच होइन। अनि सो आई लभ यु सो मच, एकदमै आई लभ यु सो मच। यु आर द मोस्ट काइन्ड हार्टेड पर्सन होइन। स्टे ब्लेस एज यु आर होइन। अनि एकदमै यु आर ब्लेसिङ टु मी, यु आर ब्लेसिङ फर एभ्री वान होइन। जो जति पनि लाइक तिम्रो तपाईँको आसपास छ होइन। अनि यु विल मेक देम ब्लेस्ड होइन, किनभने यु आर सो ब्लेस्ड होइन। अनि त्यही भएर म त्यही भन्न चाहन्छु, आई लभ यु सो मच। अनि यस, अब इफ हामीसँगै छैन भने आई हेभ स्टार्टेड मिसिङ यु होइन। अनि द्याट्स अल। सो रोज एज यर नेम होइन। अनि उसको जस्तो नाम छ त्यस्तै छ ऊ, रोज नामै दामी है। अनि मान्छे पनि एकदमै दामी छ। अनि सो आई लभ यु, थ्याङ्क यू सो मच अनु। अब कहाँ हुन्छ गाइस। अनि आज क्यामेरा हल्यो त क्यामेरा स्ट्यान्ड चाहिएको छ हो। अनि क्यामेरा स्ट्यान्ड छ गाइस, यो चाहिँ यहाँ लगाइराखेको छ उसले चाहिँ। गाइस थ्याङ्क यू सो मच तपाईँहरूले हेरिदिनु भएकोमा होइन। अनि यो दिनहरू म पुरा बेसी मिस गर्नेछु, किनभने यस्तो हुँदो रहेछ होइन। लास्ट एन्ड अफ द डे अब हाम्रो कलेज सक्नु कति महिना छैन, हामी अन्तिम आइसकेको छौँ होइन। यति साह्रो त्यो फर्स्ट भेटेको पलहरू साथीहरूसँग अनुसँग भेटेको दिनहरू पुरा याद आउँदैछ होइन। अब के छैन। सो थ्याङ्क यू फर वाचिङ माई भिडियो। यस्तो थियो हामी चाहिँ हो, यस्तो थियो है, यस्तो थियो। अब ब्याक देन एन्ड अहिले चाहिँ एकदमै डिफ्रेन्स छ। बाई बाई गाइस, गुड नाइट।